युनाइटेड शेर्पा एसोसिएसन न्युयोर्कका अध्यक्षज्यू, त्यस्तै ट्रस्टी चिया लाक्पा रेन्जी शेर्पाज्यू, नेपाल वाणिज्य नेपाल एमबिसीका महामहिम वाणिज्य दूतज्यू, त्यस्तै धर्मगुरु टुर्केन पुल्को ज्यू र यहाँ पाल्नुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी साथीभाइ सबमा टाँसिदेले हामी शेर्पाहरू भनेको विभिन्न पहाडी भागमा छरेर बसेको शेर्पाहरू जहाँ जस्तो सुकै ठाउँमा पुगे पनि हामी एकजुट भएर एक अर्कोमा आफ्नो दुःख सुख साट्ने, मनोरञ्जन गर्ने र यो हाम्रो पवन गेल्बु लोसरको उपलक्ष्यमा यहाँ जम्मा भएर यसरी आएर सबैजना जम्मा भएर वर्षा दिनमा एकचोटि मनाउने लोसरमा आइदिनु भएकोमा म यहाँहरू सबमा हार्दिक आभार व्यक्त गर्दै यहाँहरूलाई वेलकम भन्न चाहन्छु। स्वागतम टाँसिदेले। गेल्बु लोसरका हाम्रो शेर्पा गिद्रका सभा कार्यक्रमका चेयर प्रेसिडेन्ट तेम्बा शेर्पाज्यू, त्यसै गरेर हाम्रो निम्तोलाई स्वीकारेर पाल्नुभएका हाम्रो कन्सुलेट जनरल कन्सुलर श्री दधिराम भण्डारीज्यू र हाम्रो धर्मगुरु टुल्को खम्बेज्यू र शेर्पा गिद्रोलाई यो ठाउँमा पुर्याउनु हुने हाम्रो शेर्पा गिद्रोको भूतपूर्व ट्रस्टी कोअर्डिनेटर, भूतपूर्व प्रेसिडेन्ट लगायत हाम्रो यहाँ सम्पूर्ण विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका पाहुनाहरू र हाम्रा स्पोन्सरहरू, शेर्पा गिद्रोको यो कार्यक्रमलाई सक्सेस बनाउनको लागि हाम्रो जुन आज स्पोन्सरहरू यहाँ अगाडि अहिले आउँदै हुनुहुन्छ उहाँहरूलाई पनि विशेष टाँसिदेले। आजको यस कार्यक्रममा विशेष हाम्रो पर्दा पछाडिको यो कार्यक्रमलाई सफल पार्नु हुने हाम्रो शेर्पा गिद्रोका कलाकारका अभिभावक लगायत सम्पूर्ण स्पोन्सरहरूलाई चाहिँ शेर्पा गिद्रो परिवारको तर्फबाट र यहाँ आउनुभएका सम्पूर्ण शेर्पा दाजुभाइ दिदीबहिनीहरूलाई शेर्पा गिद्रोको तर्फबाट हार्दिक थुचिसे धन्यवाद भन्न चाहन्छु। सार्वभौम फैलिएका मेची
당신은 높이 다시 저주식 나슈파이 상계 전항의 금박피 소군나 작사다 자다시쇼 전미겨 보타는 돈 두고 장비견 바게라 버남바 군마공바야 세다바체 문보다바사라바다미 센첸 탐체라곤 다피바 이첸세바사라다바데 센삼두베 다시바베와 대와라식바게라 착사로 전보대군 돌제진 비와라디 저den 교제제 사수님 비바남 발세 남기님 보파조 군도상 웃바돌 제백가루 신당 놀보다 와라디니 마이 작셀렉 남 다시 바기초 장중센 바게라 착사로 젠둔조 다시 세기야 도종 봉사이 왕가마라 년담 둔담 분소 바베우 민음 곁에 왕결 골로데 빈첸다 저게기 착센첸 저두겨와 저친게게마 객소 노워den 베바베위 다시 라모게라 작사로 창바첸 보대 종세메부 미던덴다 겹보요 골소 밖에 보나루와 믹미사 남뜻세데라제 골로다 라다 돈돈 돌제제 비와브라디 츠데 교젠제 사솜네 수겔레 다시베 어지된 경와겔라 착사로 닥자된 자와 손바라 계단에 와라체와 군신이 또든 바벨 삼내 예신루 다시 벨레 분송 조파라쇼 다자된 자와 손바라 계단에 와라체와 군신이 또든 바벨 삼내 예신루 다시 벨레 분송 조파라쇼 다자된 자와 손바라 계단에 와라체와 군신이 뜨든 법에 삼내 입신도 다시 델레 분송 손바라쇼
Yahweh
Shabayin, Haring Nirang Sharwa Kiro Ki, Goten Nango Losar Ki, Learing, La Sharwi Rikshon Lopta Ne, Sharwi Shaktu Kone We, Jinda Nang Tuchuche. And also thank you for Sherpa Kiro for giving us this opportunity.
राम्री देखेको तर मनमा रहेछ मेरो चिठी लेखेको तर मैमा रहेछ मेरो चिठी लेखेको दिल बाजारा कान्छी दिल बाजारा हितैको मायालाई लाएन जरा हितैको मायालाई लाएन जरा हितैको मायालाई लाएन जरा हितैको मायालाई लाएन जरा नाचौँ नाचौँ रमाइलो गरौँ
शेर्पा किदुका बोर्डका सम्पूर्ण साथीभाइ दिदीबहिनीहरूले जुन खालको कोसिसहरू मेहनत गर्नुभयो त्यसको फल चाहिँ अहिले हामीले देखिरहेका छौँ। हामीले सक्दो सबैलाई आत्मसन्तुष्टि दिने कोसिस गरिरहेको कुरा हो। यसमा हाम्रो बोर्ड अफ ट्रस्टीबाट यसबाट भरभरपुर त्यहाँ कोसिस र सहयोगहरू पाएको अवस्था हो। त्यसै गरेर हाम्रा अन्य स्वयंसेवक साथीभाइहरू भोलिन्टियर साथीभाइहरूले धेरै धेरै मेहनत गर्नुभयो। जाडो भएन, चिसो भएन, हिउँ पऱ्यो भनेन, पानी पऱ्यो भनेन, किदुमा आएर सहयोगहरू गरेर यो आजको प्रोग्राम पनि सक्सेस पार्नलाई धेरै मद्दत पुर्याउनु भएको छ। यसै सिलसिलामा हाम्रा सेवी संलग्नका टिचरहरूदेखि लिएर साना नाना बालबालिकाहरूले यति राम्रो प्रस्तुति दिएर जानुभयो। उहाँहरूले पनि म एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो हामीले यसबाट कोसिस के गरेको भन्दाखेरि सकेसम्म हाम्रो आफ्नो भाषा धर्म र संस्कारलाई बचाउनका लागि र हाम्रो आफ्नो संस्कारहरू रीतिथितिहरू नयाँ पिँढी भर्खरका साना साना पिँढीहरूमा चाहिँ हस्तान्तरण गर्नलाई एउटा कोसिस गर्ने हेर्ने हो कि भन्ने हिसाबले सकेसम्म उनीहरूले यहाँ स्टेजमा हामीले ल्याउने कोसिस गऱ्यौँ। त्यस अनुसार अब हामीले अब 2-4जना अझै विभिन्न कारणले गर्दाखेरि यहाँ प्रस्तुति दिन सक्नु भएन। भए तापनि हामीले 25-30जना जति नानीहरूलाई यहाँ तपाईँहरू समक्ष हाम्रो आफ्नो संस्कार अनुसार संस्कृति अनुसार केही झलकहरू दिन सक्षम भयो जस्तो लाग्छ। त्यसमा अब उहाँहरूले धेरै धेरै धन्यवाद। साथै हाम्रो टिचरहरू विशेष गरेर सोब्रो टिचर टुङ्ना टिचर उहाँहरू हुनुहुन्छ, उहाँहरूले धेरै धेरै धन्यवाद। अनि अब यो आजको यो लोसर कार्यक्रम चाहिँ सफल पार्नको लागि हाम्रो आफ्नो सेवा किदुभित्र बोर्ड अफ ट्रस्टी र हाम्रो बोर्डका मेम्बरहरूभित्रबाट पनि एउटा लोसर चाहिँ प्रोग्राम मनाउने एउटा चाहिँ समिति गठन भएको छ हाम्रो ग्रुप। त्यसमा त उहाँहरूले पनि एकदम अब यो सबै क्षेत्रमा उहाँहरूले एकाएक एउटा सिओको टुप्पो जति पनि कुनै समस्याहरू बाँकी नरहने गरेर उहाँहरूले कोसिस गर्नुभएको कुरा हो। अनि उहाँहरूले धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो एमसी बहिनी जे होस्, हाम्रो हामीले कोसिस गरेको कुरा के हो भन्दाखेरि सकेसम्म हुन चाहिँ यहाँ अन्यथा नजाओस्, तर हाम्रो आफ्नो भित्र हाम्रो आफ्नो शेर्पाभित्र सकेसम्म हाम्रै शेर्पा नानीहरूलाई अलिकति अगाडि आउने, किनभने यो हामीले आफ्नोलाई अगाडि बढायो भनेदेखि त्यो चाहिँ सबैभन्दा सजिलो र राम्रो हुन्छ र हामी त्योभन्दा साना साना नानीहरूले पनि त्योबाट सिक्ने मौका पाओस् भन्ने हिसाबले त्यसै गरेर हाम्रो अलक्षन्द्र ओकाजु उहाँको चाहिँ हाम्रो डिरेक्टर हुनुहुन्छ हाम्रै शेर्पा समाजका एन्जेला, अनि उहाँलाई पनि धेरै धेरै धन्यवाद। डिरेक्टर हुनुहुन्छ उहाँको। अनि उहाँ चाहिँ सुरुमा उहाँहरूको त्यो इलेक्सन क्याम्पेनदेखि लागि पर्नु भएको र अब लगातार लाग्यो भने त्यो ठाउँमा पुगिँदो रहेछ भन्ने कुरा एउटा उदाहरण चाहिँ हाम्रो शेर्पा एन्जेलाले देखाइसक्नु भएको छ। आज उहाँलाई पनि हामीले विशेष अतिथिको रूपमा यहाँ निमन्त्रण गऱ्यौँ अनि उहाँले पनि आइदिनु भयो, धेरै धेरै धन्यवाद। अनि मुख्य गरेर हजुरहरू सबैलाई मेरो अनुरोध के भन्दाखेरि हामीले आफ्नो लालावाला बालबच्चाहरूलाई हाम्रो सेवी संलग्नमा विभिन्न खालका क्लासहरू अब शिक्षक बौद्ध शिक्षकको क्लासदेखि लिएर टुङ्ना होइन डान्सहरू विभिन्न कुरा सेब्रोहरूको क्लासहरूमा हामीले सामेल गरौँ। आफ्नो बालबच्चाहरूलाई चाहिँ एउटा बाटो देखाएर राख्यो भने पछि उनीहरू जिन्दगीबाट अब अहिले सिकेको अहिले देख्नु पनि छ भने त्यो सानो सानो नानीहरूले उनीहरूले बिगारेकै जन्म राम्रो देखिएको थियो कि मेरो हिसाबमा है। तपाईँले पनि त्यो महसुस गर्नु होला। मिलेको छ एक दुईवटा, तर त्यो नमिलेको कुरा नि यति क्युट देखेको थियो। त्यसले गर्दा चाहिँ हामी त्यसरी एप्रिसिएट गरौँ, उहाँहरूलाई यो हौसला दिउँ। र अनि आज यहाँ प्रस्तुति दिने भने बालबच्चाका आमा बुवाहरूलाई चाहिँ मैले सलाम गरेँ है त। अब सबैजनाले त्यसै बालबच्चाहरू चाहिँ ल्याउनु पऱ्यो, नभएकोहरूले पाउनु पऱ्यो, पाएकोहरूले ल्याउनु पऱ्यो, स्टेजमा राख्नु पऱ्यो, गाउनु पऱ्यो, नाच्नु पऱ्यो। त्यसले गर्दाखेरि अब यहाँ धेरै बोल्यो भने फेरि अब भाषणमा आसन बिनाको भन्दाखेरि भाषण धेरै हुन जान्छ। खास गरी कुराहरू यहाँहरू सम्पूर्णलाई हाम्रो सेवाचितको अनुरोधलाई स्वीकार गरेर टिकट किनी आफ्नो खल्जेको पैसा खर्च गरे सबैले त्यो चाहिँ नै हामीले तपाईँहरू आफूले मनोरञ्जन भन्दाखेरि किदोलाई सहयोग गरेको हो है। त्यो चाहिँ एकदमै मान्नुपर्छ तपाईँले, किनभने त्यो बुँदले हाम्रो किदुलाई कति मद्दत पुगेको छ भनेर हामीलाई थाहा छ। अनि हामी किदुक यहाँसम्म पुगेको पनि त्यसकै कारणहरू हो। अनि यहाँहरू सबैले पुनः फेरि एकदमै धेरै धेरै धन्यवाद दिँदै अब चाहिँ रमाइलो गरौँ।
होइन 2 दिनको दिन भोलि शनिबार भोलि आइतबार बिदा हो 2 बजेसम्म एकदम नन स्टप त्यही हिसाबले गर्दा तपाईँहरू सबैले राम्रोसँग आफ्नो डिनर लिनुहोस् अनि लिइसकेर अलिकति पेटलाई सुमसुमाइरहनुहोस् नातालाई तयारुनुहोस् मुड बनाउनुहोस् होइन त्यसले गर्दाखेरि अब लास्टमा तपाईँहरू सबैले पुनः एकचोटि हृदयदेखि धेरै धेरै धन्यवाद दिँदै आजको हाम्रो यो पहिलो पाटो हाम्रो आजको प्रोग्रामको पहिलो पाटो यही समाप्त भएको तपाईँलाई अनुरोध गर्दै यसपछि चाहिँ हाम्रो डिजे हुन्छ डिजेमा के हुन्छ त्यो तपाईँहरू आफूलाई थाहा छ होइन त्यसले गर्दाखेरि सबैलाई धन्यवाद दिँदै बिदा हुन चाहन्छु ठिकै